यसरी जालीमा हेर्दाखेरि के फल्ट छ छैन भनेर चेक गर्नु पर्यो भने चाहिँ सबभन्दा पहिला चाहिँ के हेर्नु भने चाहिँ यसमा साना साना यसरी माथिबाट ढुङ्गा हालेर राखे जस्तो छ भने चाहिँ त्यो ढुङ्गा राखेको हैन नि त। यो तान्ने भएको छ भने चाहिँ यो चाहिँ ढुङ्गा मजाले राखेको छैन। त्यो जुन चाहिँ एउटा फल्ट हो, बाहिरबाट चाहिँ ढुङ्गा हालेको छ जस्तो भयो। अर्को कुरो चाहिँ हामी त्यसको जोइन्ट हेर्नु, जस्तै कि त्यहाँ अगाडि यो पोइन्टमा जोइन्ट कटेको छैन, यसरी माथि गएको छ जोइन्ट। तेस्रो कुरा हामी हेर्दाखेरि लेसिङ हेर्छौँ। यो तलदेखि लेसिङ हाम्रो एउटा लेभलमा आउनुपर्ने थियो, तर यसको लेभल फेरि अर्कै छ, यसको लेभल फेरि अर्कै छ। त्यस पछाडि हामीले हेर्ने कुरो भने चाहिँ नटिङ गरेको छ छैन, सिल्ने बेला चाहिँ नटिङहरू केही भएको छैन। अनि यसलाई चाहिँ जस्ट बेरेर मात्र गएको छ। हेर्न सक्नुहुन्छ यो जाली हो, यसले बाँधेको हो, तर यो बेडेर मात्र गएको छ। सो त्यो पनि एउटा अर्को फल्ट भयो। त्यस पछाडि चौथो फल्ट हेर्ने भने चाहिँ हाम्रो जाली लाइनमा छ छैन भनेर यसरी हेर्न सकिन्छ। त यसरी हेर्न सकिन्छ कुनै कुनै जाली चाहिँ हाम्रो भुडी निक्लिएको छ, कुनै कुनै जाली चाहिँ भित्र छ, कुनै कुनै जाली बाहिर छ। त्यस्तो भयो भने चाहिँ त्यो पनि जालीको एउटा अर्को फल्ट हो। अब जुन जालीमा उभिरहेको छ त्यो जालीहरू पनि मजाले मिलेको छैन क्या, तलमाथि लेभल भइरहेछ। त्यो पनि हाम्रो एउटा अर्को फिफ्थ फल्ट हो भनेर बुझौँ। त्यो यस्ता कुराहरू नै अब फल्ट हुन्छन् जाली हेर्ने बेला चाहिँ। अनि फेसमा चाहिँ ढुङ्गा अलिक राम्रो तरिकाले मिलाउनुपर्छ। यसरी ग्याप चाहिँ राख्नु भएन, जोइन्ट पनि काट्नु पर्यो, लेसिङ मजाले बाँध्नु पर्यो। अगाडि चाहिँ साना ढुङ्गाहरू हाल्नु भएन, यसरी हातले निकाल्ने टाइपको चाहिँ हाल्नु भएन। यो त यसरी चापेर राखेको रहेछ, तर कुनै कुनै ढुङ्गाहरू चाहिँ के हुन्छ भने ठक्क निकाल्ने खाले हुन्छ। सो त्यस्तो चाहिँ राख्नु भएन। अरू चाहिँ सब त्यस्तै हो।